सागर सर हुनुहुन्छ यहाँ। यतिखेर चाहिँ तपाईले चाहिँ हाम्रो भाइको ब्लग च्यानल हेर्नु भएको छ, सब्स्क्राइब गर्नु होला, सब्स्क्राइब गर्नु होला। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल है। धेरै पछि देखिदिनुहुन्छ मलाई फेरि भ्लगिङ गर्दै। सो आज पनि विशेष कारणको कारणले आज पनि भिडियो बन्दैछ है। म धेरै पछि आएँ भ्लग बनाउनको लागि। सो बिचमा म अलि हराएको पनि थिएँ होइन, केही कारण थियो, त्यो बिस्तारै पछि गराउँला। अब फेरि भ्लग सुरु हुँदैछ है, किनकि अब त्यस्तै पऱ्यो मेरो बिचमा है, कामले गर्दा नि भएन। सो आजबाट फेरि भ्लग स्टार्ट हुँदैछ। सो अहिले चाहिँ म आफ्नो अफिसमै छु, सामानहरू रेडी भइसकेको छ। सो आज चाहिँ हाम्रो मुस्कान दाईको कार्यक्रम भएको कारणले चाहिँ म भ्लग बनाउँदैछु, नभए म बनाउँथिनँ। सो अब ढिलो नै भइसक्यो। अब मुस्कान दाईको कार्यक्रममा जाऊँ, त्यहाँ गएर आज केही कार्यक्रम रहेछ हेरौँला है। आज केही विशेष पनि भेटिएला होइन। मोटो भ्लगिङ चाहिँ म गर्दिनँ, किनकि मैले सेटअप गरेको छैन होइन, नयाँ छ केही हामी देखाउँला पनि बिस्तारै। सो लेट्स गो। सो याद गर्नुभयो होला होइन, हेलमेट पनि चेन्ज छ है। सामान अब लगभग हामीले रेडी गरिसकेको छौँ। सो वी आर रेडी टु मुभ है। अब जाउँ, अगाडि जाउँ। यहाँबाट हामी धेरै टाढा होइन, हामी चाहिँ बहिरी स्कुल जानुपर्ने। सो अब निस्किन्छ, मोटो भ्लगमा बिस्तारै फेरि स्टार्ट गर्छु है। अब 3-4 महिनाको ग्याप लिएँ, अब चाहिँ लिँदैन म, किनकि असार पछि क्लोजिङ सकेपछि म लगभग फ्री हुन्छु। त्यसपछि अनि बबाल भिडियो आउँछ। सो लेट्स गो। गाइज सक्नु भएको है। अब पहिला स्कुटीमा थियो भने अब गाइज के हो यो, के हो यसको सरप्राइज पनि आउँछ है छिटै। अब यसमा पनि घुम्न गइन्छ। सो आजको लागि निस्क्यौँ, अलि लेट भइसकेको छ। सो हामी स्कुलमा गएर भेट्छौँ है त। पुगिसक्यौँ है। सो देख्न सक्नुहुन्छ उतापट्टि कार्यक्रम भएको छ, म चाहिँ यसो एकछिन आएको। सो अब क्यामेराहरू आउँदैछ है, अब क्यामेराबाटै बनाउनु पर्छ। सो कार्यक्रमको लागि विशेष गरी हामी चाहिँ यसबाट आएको ठगै लाग्यो। सो अब अगाडि जाऊँ, अगाडिबाट भिडियो स्टार्ट गरौँ है त। लो तपाईँ भन्नु त, ल म्याडम तपाईँ भन्नु त। अब भन्नु भनेको पोज दिन्छन् भने। सागर सर हुनुहुन्छ यहाँ। यतिखेर चाहिँ तपाईले चाहिँ हाम्रो भाइको ब्लग च्यानल हेर्नु भएको छ, सब्स्क्राइब गर्नु होला, सब्स्क्राइब गर्नु होला र सागर ढुङ्गाना ब्लग च्यानल पनि हेर्नु। मेरो प्रमोसन भयो भनेको त लास्टमा चाहिँ आफ्नो पनि भएछ। अब हाम्रो नयाँ बजेट निर्माण हुँदैछ। तपाईँहरूले यो गरिदियो भने हामीलाई धेरै प्लस पोइन्ट हुन्थ्यो भनेर मावि पढ्ने रत्न 10मा 4045 बच्चा छन् भने 400-500 शिक्षकहरू हुनुहुन्छ। यो साँच्चै नै अरू वडाभन्दा फरक भिन्दै वडा हो। र यो कारणले पनि हामीले भएको शिक्षामा भएको गुणस्तरको स्थिति के छ त, र कस्तो अवस्थामा छ, प्राइभेट र सरकारी विद्यालय बिचमा के छ फरक भनेर हामीले छुटाउनका लागि यो अलि फरक ढङ्गले काम गर्छौँ भनेर सोच्यौँ। तर समयले हामीलाई साथ दिएन। त्यही बेलामा शिक्षक आन्दोलन भयो र त्यो आन्दोलनले गर्दा यो कार्यक्रम सर्दै आएर आज आउन पुग्यो। र यति बेला हामीले त्यो बेलामा नगर प्रमुख, उपप्रमुख र हाकिम साहब, नगर शिक्षा अधिकारी सबैलाई बोलाएका थियौँ। तर आज हामी शिखर शैली काठमाडौँ दरबार क्षेत्र फेरि भन्नु होला। गाह्रो छ नि बनाउनको लागि भनेर सजिलो कहाँ छ र, यो गर त्यो गर भन्छन्, उता गर भन्छन्। कार्यक्रम मात्रै सकेको छैन। यहाँ भर्खर ड्रोन सट स्टार्ट गरेँ। यसपालिको मेरो भ्लगमा चाहिँ तपाईँले ड्रोन सट पनि पाउनुहुन्छ, त्यसको लागि चाहिँ ढुक्क बस्नु होला। सो अब हेर्दै जाऊँ के हुन्छ। अब कार्यक्रमको लास्टतिर बल्ल म अलिक भिडियो राम्रोसँग बनाउनु पाउँछु। कार्यक्रम सकिसकेको छ। सो हामी चाहिँ खाना खान लाग्छौँ है। कार्यक्रमको धेरै भिडियो बनाउनु पाएन। अरू दिदी फेरि सर म्याडमहरू हुनुहुन्छ यहाँ खाना खाँदै। सो हामी चाहिँ अब खाना खान्छौँ, त्यसपछि म पनि निस्किन्छु।
हो टिसु पेपर लामो खानासाना खाएर सक्यो अब निस्किने तयारीमा छौँ सो त्यहाँ देख्न सक्नुहुन्छ मेरो बाइक पुरा 20 देखेर नि रेडी छ हाम्रो मुस्कान दाइ त्यहाँ हुनुहुन्छ सो कार्यक्रम चाहिँ सक्यो अब चाहिँ निस्किन्छौँ है धेरै बनाउनै पाइएन कि अब त्यस्तै त हो नि यहाँ न्युजको लागि आएको न्युजको लागि नै अब त्यो गर्नै पऱ्यो दुइटा क्यामेरा समात्नै मिलेन सो जे जति छ एडिट गरेर हाल्छु हेरिदिनु होला है र स्पेसली ड्रोन सट पनि आउँछ सो अबको भ्लगदेखि चाहिँ ड्रोन सट आउन सक्छ है गाइजहरू अन्त है सो अब हेर्दैछौँ के हुन्छ अब आउने दिनहरूमा सो अहिलेलाई चाहिँ यति नै लेट्स गो So guys, अब निस्किने है त ल म गएँ है ल गाइस पछि भेट्छ ल है त ल अहिलेलाई भिडियो यहीँ सकाइदिन्छु थ्याङ्क यू सो मच फर वाचिङ